ओ बाबा हेर्नु न मैले त खेलाउने बन्दुक किनेर ल्याएको छु। अरे वाह खोइ यहाँले यसलाई त राख्नुपर्छ, तैँले चलाउनु न, भाइलाई दिनुपर्छ, तँले ठुली भइसकेसम्म खेलाउनु न यस्तो, बुझिस् नि। ल यो भाइ आउँछ, भाइलाई राख्दिने यो। आहाहा ल यो तँ जा उहाँ गर, त्यो एउटा पानीको बोतल लिएर आइज। साथीहरू यदि तपाईँहरू पाथेबारा मातालाई सच्चा मनदेखि माया गर्नुहुन्छ भने भिडियोलाई एक लाइक गरी च्यानललाई सब्सक्राइब गर्नु होला। तिर्खा लाग्यो मलाई। ए छोरो बाबा ल यो तिम्रो लागि बन्दुक किनेर ल्याइदिएको छु मैले। ल अब खेलाउने है, ल राम्रोसँग। ल हिँड मेरो छोरो पछि डक्टरै भन्छ कि क्या बज्या। ल हिँड लाइज। ल हिँड उता गएर खेल्नुपर्छ तर म होइन। के भयो फेरि छोरी तिमीलाई चाहिँ किन यसरी रोएको? मैले किनेर ल्याएको बन्दुक बाबाले भाइलाई दियो। तेरिका ल पड्का। ओ तेरी तोपे तँ पछि आर्मी बन्छस्। ल होइन यो यसले किनेको खेलाउन किन त्यसलाई दिया हो? मैले किनेको भनेर डाँटिरहेको थियो त उल्टै। मलाई पनि अब किनेर दिनु पर्यो तपाईँले, नभए त म त यहाँ घरमा खाना नि खान्न। भान्जी ल तिम्रो लागि खेलाउन किनेर ल्याइदिएको छु, लुगा पनि किनेर ल्याइदिएको छु। ल लगाउनु राम्रोसँग।